दानहरूले कति दुःख दिया हुने यार फेरि झग्रो पऱ्यो तिमीहरूलाई अर्कै कहाँ गयो दुईटा टोली ए गाउँतिर छिरिसक्यो क्या यार ठोक्छ यार साँप र चाहिँ क्या हो साँप त छैन होला धानहरू त ल म बताउँछु आज तिमीलाई मेरोमा गाउँ खाना पल्केका यार साले तिमीहरूलाई म स्यालहरू झन् खाऊ भनेर फुकाएको त हाले माथि हामी अरू खान नपाएर कस्ता भयो भने यार बाख्रा नि कतिवटा छन् खनिदिनु पर्ने हरायो भने ठोक्छ रुख चढ्छन् धानहरू अब घना जङ्गल छ यार एकदमै घना जङ्गल तनाव छ 1 2 3 4 त्यहाँ 5 मात्रै देखिन्छ नि त यार नाले त माथि चोर्न गयो क्या चोर बाख्रा त छैन त यार 2-4 वटा चोर बाख्रा खोज्न हिँड्दैछु है अलिक खाली चाहिँ नदिनु पर्ने यार भिडियोमा ल पसिना खली निकाल्थ्यो यार यहाँबाट माथि नजाला नि 4 1 2 3 4 त्यो 5 उठाएको 200 को 5 6 7 वटा एउटा चोर बाख्रा कहाँ गयो यार चोर बाख्राको गल्लाई छ क्या लास्टै जङ्गल छ डर नि लाग्यो खाले अलि कतिवटा छ 1 2 3 टा ए त्यहाँ रहेछ चोर बाख्रा ल जङ्गल जस्तै छ घोर जङ्गल जस्तो पुरै घारी नै घारी यहाँ त अँध्यारो छ क्यामेरामा उज्यालो देखियो नि लास्ट अँध्यारो छ यहाँ चाहिँ यो चाहिँ पुरै घना जङ्गल भएछ लप्सी खानीदेखि लप्सीको बोट माथि छ टक्क है अब बाख्रा हेर्नै पर्छ खुवाउनु पर्यो नि साथी हो खुवाउनु पर्यो ल दामी बनिरहेको छ बबाल छ गाउँले जीवन फेरि झरो यार अब फेरि झरो माटोक्ने नि सिध्याइदिन्छु हौ म सबैलाई सिध्याइदिन्छु म यस 1 2 3 4 5 बाख्रै कतिवटा छन् कतिवटा ल तेर्स्यो माटो फेरि तेर्स्यो यार म कताबाट चाहिँ आएको थिएँ अब साँप पनि सक्छ नि यार लुकेर बस्यो अलिक छोटो बनाएँ मैले माथि सक्छ अब माथितिर तल दुईतिर भारी यार ए गाउँ सिध्याइदिन्छन् त अनि हुँदैनन् अब आधा टोली माथि आधा टोली तल लास्ट घनघोर जङ्गल जस्तै छ है यो अब बाफ्रे झरिने त थाहा यार अझै माथि सरलाई सिध्याइदिनु हुने कि अरूको गाउँ दुईटा एक टोलीले झ्याउ रहेछ यार 2 टोली हेर्नलाई दौड भइरहेछ यार लोड भइरहेछ ओ माई गॉड यतिकै बसिन्छ अब एकैछिन ल सबैजना बसौँ है यतिकै माटो पनि सबैजना
चोर बाख्रो चाहिँ यो रहेछ है। यो त यसले त त्यो पारीको भिलै पुऱ्याइदिला जस्तो छ यार। त्यसै नै साथीहरू यो काउलो के हो भन्दै केटी। यो चाहिँ रोटी बनाउँदाखेरि सेलरोटी बनाउँदाखेरि रोटी पोल्ने यस्तो खाले बोट हुन्छ है। अनि यो फेदको जरो हुन्छ नि, जरो यो जरोलाई चाहिँ ट्याक्क खुर्केर लगाएर सुकाएर पिठो बनाएपछि अनि हेर रोटी पोल्ने है। यो चाहिँ हाम्रोतिर चाहिँ त्यो के अरे रोटी फुलाउनलाई जे भने पनि कुरो त्यही केटाकेटीले। जङ्गल यस्तो घनको चाहिँ भयो है, मान्छे नभएपछि। यहाँ चाहिँ हामीले धान रोप्यौँ, अहिले धान रोप्नु चाहिँ बास भएछ। धान रोप्ने ठाउँ पुरै यस्तो छ, गाउँघरमा चाहिँ बिजोग छ, बिजोग ल केटाकेटी हो। ल्या ल्या ए स्याल भागै माथि जा तिम्रो दुई टोली भएर चोर दानहरू अर्को खोइ अर्को टोली माथि छ। हे माथि भाग ल्या साला अर्कोले गाउँ खायो भने मलाई ठोक्छन्। माइजा पनि माइजा मारेर आउनु मलाई डर लाग्दैन। यहाँ मैले आइज हे कहाँ भित्र बस्यो मासल दान। है माइजा रे काले हो टेर्दा नि रहेछन् यार। यो टोली म त्यो टोली हेरेर आउँछु है साथीहरू यार। पुरै लस्करै छ है हाम्रो। फेरि त्यति गरेको त्यो टोली हेर्नलाई चाहिँ कताबाट जाउँ यार। चोर टोली चाहिँ यही हो। त्यो टोली चाहिँ इमान्दार थियो, यिनीहरूलाई डिस्टर्ब नगरौँ है। गाह्रो छ त यार पाहाड हेर्न नि, कहाँ खायो जस्तो चल्यो साथी हो। खाएको त पछि गयो नि यार। यहीँ लामै बन्दैछ है भिडियोलाई। चोर ठाडो मुन्टो लाएर माथि चढिसक्यो ऊ हरामीहरू। अरू चोर माथि गयो क्या यार, एकैछिन तल त चोर्नलाई हेरेर थिइस् होला। 1 2 3 4 5 वटा यिनीहरू कानलाई त हामी जमानामा 2-3टासम्म फर्लक नआएर हिँड्थ्यौँ क्या। अहिले त साला सर्ट खोलौँ है, चेन्ज खोलौँ यार। कृष्ण हो ल 2 3 4 5 6 7 8 अब चाहिँ यो डाँडामा विश्राम। चारैतिर जङ्गल, म एक्लै। डर कति लाग्दो होला है। राधे एकैछिन सबैजनाले वेट गरौँ फेरि।